हाम्रो राम्रो दिन कहिले आउँछ? स्कुल गएपछि, कलेजमा, जब पाएपछि, बिहा भएपछि, बच्चाहरू सेटलमेन्ट भएपछि कि कहिले? नमस्कार, म शिव जयसवाल, जीवन दर्शन नेपालमा तपाईँले स्वागत छ। आज म यसै विषयमा छलफल गर्नेछु, हाम्रो राम्रो दिन कहिले आउँछ भनेर। म धेरैको मुखबाट सुन्छु, मेरो अहिले राम्रो दिन आएको छैन, राम्रो दिन आउनेवाला छ भनेर। कहिले आउँछ होला हाम्रो यो राम्रो दिन तपाईँको विचारमा? हामी विद्यालयमा हुँदाखेरि, स्कुलमा हुँदाखेरि, कलेजमा गएपछि त्यहाँ धेरै राम्रोसँग पढ्छु, धेरै कुरा सिक्छु अनि राम्रो दिन आउँछ भन्ने सोच्छु। जब पाएपछि हाम्रो हरेक चाहनाहरू पुरा गर्छु अनि राम्रो दिन आउँछ भनेर सोच्छु। त्यसपछि घर, गाडी पाएपछि, बिहा गरेपछि, बालबच्चा सेटलमेन्ट भएपछि, यसरी हेर्दा हेर्दै एक दिन त मेरो राम्रो दिन कहिले आएन भनेर गुनासो सुन्छु म। कहिले आउँछ होला यस्तो राम्रो दिन? राम्रो दिन मन लाग्छ हरेक दिन राम्रो दिन हो। राम्रो दिन त्यो पर्खाइमा बस्नु नै, राम्रो दिनको कन्सेप्ट राख्नु नै गलत हो जस्तो लाग्छ मलाई। त्यो राम्रो दिन आउँछ भन्ने छैन। हामीले हाम्रो दिनलाई, हरेक दिनलाई राम्रो बनायो भने हाम्रो भविष्य आफै राम्रो भइहाल्छ। म एउटा कथा भन्न चाहन्छु। एकजनाले म हरेक कुरा गरेपछि राम्रोसँग इन्जोय, कुल एन्ड काम भएर उ गर्छु, जीवन बिताउँछु भन्ने सोचेको थिएँ। तर उसले के गरे? उसको लागि उसले पढाइ गरे, राम्रोसँग मिहिनेत गरे, विदेश गए, बिहा गरेर उताबाट पैसा पठायो, हरेक कुरा राम्रो गर्यो, घर पनि बन्यो, छोरी पनि थियो। फर्किने बेलामा चाहिँ, फर्किनुभन्दा अगाडि श्रीमती अरूसँग बिहा गर्यो, छोरी लिएर गयो अनि घरको पनि लोन लिएर गयो। फर्किएपछि के रह्यो उसँग? न घर, न श्रीमती, न छोरी, न केही। आखिरमा पहिला बाँचिएको भए, फेरि इन्जोय भएको भए यस्तो दुन त आउँथेन होला। यसबाट के सिक्न सकिन्छ? हाम्रो भविष्य वर्तमान भन्दा पनि नराम्रो हुन सक्छ भने भविष्यको पर्खाइमा हामी किन बस्ने? वर्तमान भन्दा राम्रो हुन्छ भने के ग्यारेन्टी छ भविष्य? हाम्रो दिनहरूलाई, हरेक दिनलाई राम्रो बनाएपछि त्यो दिन हरेक दिन आफ्नो राम्रो हुँदै जान्छ। हामी विद्यालय, स्कुलबाट विद्यालय, गाउँबाट सहर आएपछि हरेक कुरा राम्रो हुन्छ, हामी धेरै इमेजिन गरेको हुन्छौँ, कल्पना गरेको हुन्छौँ। तर पछि फर्केर सोच्दा त त्यो विद्यालयका दिनहरू नै राम्रो थियो, त्यो गाउँको दिनहरू नै राम्रो थियो, जहाँ चाहिँ आमा बुवाको माया, साथी सङ्गत, गफ गाफ, त्यो हरियाली, त्यो शान्त वातावरण नै राम्रो लाग्न थाल्छ। तर त्यति बेला हामीले त्यसको भ्यालु बुझेको हुँदैन। अहिले पनि हामी धेरै कुरा गुमाइरहेका छौँ। पछि यही दिनहरू राम्रो लाग्न थाल्छ। त्यही भएर हामी भविष्यको चिन्तामा भन्दा पनि वर्तमानमा इन्जोय गर्नुपर्छ जस्तो लाग्छ। हामी गन्तव्यमा केन्द्रित छौँ, तर यात्रालाई इन्जोय गर्दैन। यात्राले त मान्छेलाई एउटा मेच्योर, धैर्यवान, गलत सही छुट्याउने मान्छे, सहनशील बनाउँछ, एउटा परिपक्व र पूर्ण मान्छे बनाउँछ। त्यही भएर यात्रालाई इन्जोय गरेपछि गन्तव्य जे भए पनि हामीले फरक पार्दैन। हाम्रो हरेक दिनलाई बेस्ट दिनुपर्छ। हरेक दिनलाई यस्तो बाँच्नुपर्छ, यो लास्ट दिन हो भनेर। भोलि के हुन्छ भन्ने कुरा के थाहा छ? त्यही भएर हाम्रो हरेक दिनलाई हामी 100% दिउँ। हाम्रो कामहरू इमान्दारीका साथ, असल सोच, असल व्यवहारका साथ गरौँ। सबैसँग राम्रो सुसम्बन्ध राखौँ, शान्ति कायम राखौँ, भित्रबाट शान्त भएर काम गरौँ। जे गर्नु छ त्यो अहिले गरौँ, आजबाट गरौँ। बगैँचामा घुम्नु छ घुम्नुहोस्, आइसक्रिम खानु छ खानुहोस्, मुभी हेर्नु छ हेर्नुहोस्, गाउनु छ नाच्नु छ नाच्नुहोस्, पढ्नु छ पढ्नुहोस्। 2 सालपछि हुने कुरा छ भने अहिलेबाट लाग्नुहोस्, आज भोलि हुनेछ भने अहिले लाग्नुहोस्। त्यसपछि हाम्रो राम्रो दिनको पर्खाइ कहिले पनि हुँदैन।
र हरेक दिन एउटा इन्जोयफुल हुन थाल्छ। म यही भन्न चाहन्छु। तपाईको विचारमा राम्रो दिन कहिले आउँछ होला भन्नु होला। र यो भिडियो मन परेको भए लाइक, सब्स्क्राइब र शेयर गरिदिनु होला। र अन्त्यमा यही भन्न चाहन्छु, एकचोटिको जीवन हो, गो अहेड एन्ड इन्जोय इट। हस् त, थ्याङ्क यू।